हेलो सबैमा नमस्कार फेरि पनि। आज एकछिन बिहान त ढल्किसक्यो है। अब तैपनि एकछिन बाहिर जाउँ। धेरै भयो बाहिर नगएको भन्नाले वकिङमा नगएको होइन। जाउँ। हाम्रो के छ नजिकै यसो सबै हेरौँ न होइन। जस्तै मलाई पनि धेरै टाइम भइसक्यो कि त्यो ठाउँमा नगएको है। ओके हाम्रो लड्डु अहिले सुत्या छ। घुरी घुरी सुत्या छ है। आज घाम लागेको छ है। यो घर कसको आलेको सबै बाटो टालेको जस्तो भएको छ होइन यहाँ। घाम पनि लागेको छ। यस्तै हिँड्नु पर्यो क्या हो। यसरी त भेन्टिलाइट आयो। अह के छ खबरहरू सबै ठिकै छ। यता पनि ठिकै छ। जिन्दगी चल्न त चल्या छ। पिरमा छ भन्थ्यो कसैले। प्राय सबैको त्यस्तै त होला होइन। त्यही भएर सबै रुखहरू सुक्खा पात झरेको होइन। अब यो क्रिसमस हाम्रो क्रिसमस ट्री छ नि यो क्रिसमस ट्री चाहिँ ए यस्तो क्रिसमस ट्री चाहिँ प्राय यो सिजनमा हरियो हुन्छ। त्यही भएर अहिले यो अहिले क्रिसमस डे भोलि हो होइन। क्रिसमस डेमा के भन्छ मान्छेले क्रिसमस ट्री यो सिजनमा हरियो हुने रहेछ कि है। अरू सब रुखहरू तपाईँ देख्न सक्नुहुन्छ सुक्खा। तर यो चाहिँ राम्रो छ। हाम्रो एउटा बल अङ्कलको पसल जस्तो जनरल स्टोर भन्ने नजिकै छ। हामी यहाँबाट वकिङ डिस्टेन्समा पनि हिँड्न सक्छौँ होइन। यो एउटा कुरा प्राय अमेरिकामा है मलाई यो तपाईँले देख्नुहुन्छ यो बाटो यो गाडी हिँड्ने बाटो होइन। यो चाहिँ पेडेस्ट्रियनहरू हिँड्ने बाटो हामी जस्तै बटुवाहरू हिँड्ने बाटो भनौँ यो प्राय ठाउँमा हुन्छ कि तर कुनै ठाउँमा नहुन सक्छ होइन। प्राय ठाउँमा हुन्छ। यो चाहिँ राम्रो बाटो लाग्छ कि मान्छेहरू साइकलहरू हिँड्न पायो मजाले होइन। मलाई हिँड्ने सुक्खा यो नेपालमा पनि प्राय नेपाल र जति म जहाँ पनि स्टेटहरूमा हिँडेँ त्यो सिजन चाहिँ एउटै एउटै खालको छ कि जस्तै नेपालमा पनि अहिले जाडो भइरहेछ होइन। यहाँ पनि अहिले जाडो भइरहेछ कि जब नेपालमा समर हुन्छ यहाँ पनि त्यही समर हुन्छ अब वैशाखतिर होइन। काइन्ड अफ वेदर चाहिँ हाम्रो टाइमिङ अनुसारको म्याच भइरहेको हुन्छ कि मन्थ वाइज होइन त। हाम्रो घर नजिकै एउटा पब्लिक लाइब्रेरी छ। पब्लिक लाइब्रेरी अमेरिकामा यस्तो राम्रो कुरा छ भनेपछि त्यहाँ तपाईँहरू जानु छ फ्री रजिस्ट्रेसन होइन। तपाईँले जति पनि बुक निकाल्न पाइयो जति पनि भनेर एउटा लिमिट त हुनु भइहाल्यो कि होइन। अब एउटा एउटा टाइम पिरियडसम्म राख्नुभयो पढ्नुभयो जानुभयो मुभीहरू हेर्न मन लाग्यो त्यो पहिला हामीले चक्का हुन्छ नि सिडी डिभिडीहरू त्यस्तो कुराहरू पनि त्यहाँ एकदमै छ क्या फ्री भन्नाले। नेपालमा त एउटा चार्ज लाग्छ नि त्यो कुरा यहाँ चार्ज पनि लाग्दैन कि। अनि तपाईँहरूलाई अब जस्तै प्रिन्टिङको काम जस्तै के कुराहरू फोटोकपी गर्नु पर्यो होइन प्रिन्ट गर्नु पर्यो त्यो कुराहरू सबै हुन्छ नि पब्लिक लाइब्रेरीमै हुन्छ। तपाईँहरूले त्यहाँ गएर साइबर जसरी हुन्छ नि नेपालमा साइबरहरू आजभोलि त अब सबै इन्टरनेट एक्सेस घरमै हुने भयो होइन। त्यही भएर साइबर चाहिँ आज कम छ भन्नाले मान्छेलाई हात हातमा साइबर भइसक्यो नि त। अनि त्यो यो साइबरको काम पनि गर्ने भयो कि यहीँ कम्प्युटर हुन्छ तपाईँहरू एउटा टाइम पिरियडसम्म हुन्छ नि एकचोटिमा बस्नु पाउँछ फ्री अफ कस्ट के। त्यो राम्रो कुरा भयो नि त मान्छेलाई एजुकेट कसैलाई पढ्न मन लागेको हुन्छ होइन। अब नेपालको कम कम ठाउँमा छ जस्तै स्कुलहरूमा हुन्छ प्राय लाइब्रेरी होइन। अनि तपाईँहरू काठमाडौँमा छ
पब्लिक लाइब्रेरीहरू, तर तिनीहरूले चार्ज गर्छ मान्छेलाई। साँच्चै पढ्न मन लागेको छ भने त गयो हुन्छ होइन। तर यहाँ चाहिँ प्रत्येक सानो लोकेसनहरूमा पनि एउटा हुन्छ नै कि है। यो देख्नु भएको छ, यो आइसक्रिम सप हो भन्नाले समरमा यस्तो रमाइलो हुन्छ, यहाँ मान्छे यति धेरै लाइन लागिरहेको हुन्छ नि। आइसक्रिम अमेरिकामा लास्टै धेरै खाइदिन्छन् के छ त आज घाम लागेको छ, रमाइलो छ। रमाइलो त यस्तै रहेछ जिन्दगी। के सोचेको थियो र होइन, यसरी घरबारी मान्छे हुने, हामी एक्लै यहाँ हुने होइन, कसरी कसरी सोचेको थियो र। ठिकै छ। पहिला हजुरबाहरू दैलेखबाट झर्नुभयो होइन, अनि दैलेखबाट अब केटाकेटी केही सजिलो हुन्थ्यो कि भनेर हजुरबाहरू खाना लाउन हल्का केही सजिलो हुन्थ्यो कि भनेर हजुरबाहरू दैलेखबाट बर्दिया झर्नुभयो होइन। अनि बर्दिया अलिअलि जीविकोपार्जन हुँदै थियो। अनि हाम्रो पालामा अब मम्मीबाबाहरू लागि केटाकेटीले के पढ्न सजिलो हुन्थ्यो कि होइन भनेर काठमाडौँतिर आइयो होइन। काठमाडौँतिर आइयो, पढियो, लेख्यो, यताउति अलिअलि सिकियो भनौँ होइन। त्यसपछि अनि अहिले हामी अमेरिकामा छौँ होइन। यो कस्तो हुँदो रहेछ भनिदिन्छ भने एकदम मान्छेलाई गाह्रो चिज रहेछ होइन। अहिले हामी अमेरिकामा छौँ, यस्तै रहेछ यो। पहिला नेपालमा हुँदा अलिक गाह्रो हुन्थ्यो, अब चाहिँ यो संसार एउटा ग्लोब होइन, संसारमा एक ठाउँदेखि अर्को ठाउँमा मुभ भएको हुन्छ नि। भोलि अब छोराछोरी अन्त्य ठाउँमा गइदेलान्, पछि होइन मलाई यहाँ झ्याउ लाग्यो भनेर उता मुनतिर गइदेलान् होइन। ठिकै छ, मलाई जाऊ। चिसो छ अहिले, मजाले चिसो छ। यिनीहरू नयाँ घर बन्दैछ भन्नाले यो चाहिँ अब यो छ नि, जुन घरहरू जोडिएको हुन्छ तिनीलाई टाउन हाउस भन्छ होइन। घरहरू त्यस्तो सस्तो पनि होइन, त्यस्तो महँगो पनि छैन, एउटा अफोर्डेबल छ यहाँ चाहिँ होइन। राम्रो छ। अब यो यस्तो यो बाटो छ नि, यो बाटो चाहिँ यहाँ दुईटै ठाउँमा हुनु भयो कि, उता पनि त्यो साइडमा पनि त्यो साइडमा पनि होइन। अनि ठिक छ, अस्तिसम्म बनाउँदै थियो यिनीहरू भन्नाले यो प्राइभेट प्रपर्टी भयो, त्यही भएर मान्छेले फास्ट गरिदिनु भयो। अस्तिसम्म बनाउँदै थियो, अहिले ट्याङ सबै बनिसक्यो कि, काम गऱ्यो भने त फास्ट भइहाल्छ होइन। इभन नेपालमा पनि काम गऱ्यो भने फास्ट हुन्छ, तर यहाँको घरहरू चाहिँ छिटो बनाउन सकिन्छ क्या होइन। अब नेपालमा चाहिँ अब प्लास्टर, ढलान, जग, फाउन्डेसन हरेक कुराहरू छ होइन। हाम्रो अलिकता वालहरू पनि अलिकता हामीले त्यही हिसाबले बनाउनु पर्छ भनेपछि यहाँ चाहिँ के हुन्छ भनेपछि म्याक्सिमम वुड, काठहरू युज गरेर होइन बनाउँछ। अनि सजिलो भयो नि त त्यो तपाईँहरूलाई। अब कति स्ट्रक्चरहरू अलरेडी ढाकढाक राख्ने, टक्का किला कब्जा हान्ने भइहाल्छ। त्यस्तै पहिला पहिला हामी नेपालमा यहाँ चाहिँ अब यो मेन बाटो आयो होइन। अब म पारि जाँदैछु भन्नाले कस्तो हुने भयो भनेपछि मान्छे गाडी यताबाट आउने भयो, स्टप साइन छ। अर्को गाडी यताबाट आउनु भयो, स्टप साइन छ। त्यो साइडबाट पनि स्टप साइन छ, त्यो साइडबाट पनि स्टप साइन छ। हेलो गरे जो अगाडि आयो एकचोटि स्टप गर्छ, मान्छे हेर्छ भन्नाले म अब म क्रस भयो भनेपछि तिनीहरूले मलाई रोक्छ होइन। इफ अहिले म हेरिरहेको छु, बसिरहेको छु भनेपछि तिनीहरू एकचोटि स्टप गर्छ, यताउति हेर्छ, अर्को लेनहरूमा हुन्छ नत्र भने अनि जान्छ हो। अब जस्तै म एकछिन बसिराखेँ भनेपछि स्टप त गर्नुपर्ने नै छ होइन। अनि यहाँ लाइट नभए पनि त्यो तरिकाले चल्छ कि, यो चौतर्फी बाटो हो नि त होइन।
यो भनौँ न यहाँको ट्राफिक रुल चाहिँ एकदम राम्रो छ भनौँ न। तर एउटा फेरि एउटा मात्रैले मिस्टेक गरिदियो भने, एउटा स्टप साइन मात्रै मिस्टेकली त्यो साइन ढलिदियो भने त्यहाँ एकदम डेन्जरस नै हुन्छ क्या त्यो कुराहरू। ल हेर, हाँस हाँस यति धेरै छन् होइन भन्नाले यो लेक साइड भयो होइन, त्यही भएर यो लेक साइड पुरै ऊ त्यहाँ कति धेरै हाँस छन् होइन। तपाईँले देख्न सक्नुहुन्छ यहाँ हाँस। ए मम्मी हेर्नु त हाँस। अनि अर्को अमेरिकामा रमाइलो पक्ष चाहिँ के छ भनिन्छ भने यस्तो खेल्ने यहाँको हुनाले स्टेट गभर्मेन्ट अब फेडरल गभर्मेन्ट सबै मान्छेहरूले जनतालाई अलिकता भए पनि राहत होस्, सजिलो होस् भन्ने सोच्ने रहेछ कि जस्तो लाग्छ मलाई। सबै कुराहरू हेर्छ कि अब जुनै पनि एउटा सानो एउटा बस्ती छ भने पनि त्यसको लागि एउटा पार्क, भने प्राइभेट पार्क होइन कि कम्युनिटी पार्क भन्नाले यहाँको सरकारी पार्क भनौँ न, त्यहाँको बनाइदिने। यो सिम्पल हो भन्नाले यो बेसिक हुन्छ के भन्नाले केटाकेटीलाई खेल्ने, स्लाइड गर्ने होइन, हरेक कुराहरू ट्याकटुक यस्तो चाहिँ प्राय जहाँ पनि हुन्छ क्या यहाँ। अब मेन मेन सिटीहरूमा चाहिँ त्यहाँ अलिकति एरिया कम हुन्छ र अलि हुँदैन होइन। ऊ त्यहाँ हामी त्यो अलिकति लामै सरर छ, नानी भान्जा अनि स्वयं मजाले गर्थ्यो यस्तो पिङहरू। अब प्राय नेपालमा पनि हुन्छ आजभोलि, मलाई खुसी लाग्छ। म अलि सिफल नजिकै बसेको हुनाले त्यहाँ पनि छ होइन, प्राय त्यहाँ पनि बन्दै गइरहेको छ। अब आजभोलि अब भोलिका दिनहरू पनि अझै राम्रो हुन्छ भन्ने आशा छ है। अनि यस्तो पब्लिकली यस्तो एउटा बिल्डिङ हुन्छ जहाँ केही कार्यक्रमहरू केही गर्नु पर्यो भने होइन, यसो गर्न पाओस् भन्ने कुराहरू सबै। यसो भाडामा अलिकता त हुनु परिहाल्यो होइन, छ अब यहाँ बाथरुमहरू यताउति सबै। अब यहाँ बसिराख्दाखेरि त्यो कुरा राम्रै हुन्छ, तर सबै ठाउँमा मेन्टेन जस्तै हुन्छ भन्ने हुँदैन। यो साँच्चै ताल हो भन्दाखेरि तपाईँले विश्वास मान्नुहुन्छ त? समुद्र जस्तो छैन त? लेक इरी लेक एरी उत्तर अमेरिकाको 5 ठूलो तालमध्ये एक हो। यो अमेरिका र क्यानाडाको सिमानामा फैलेको छ भने यसको क्षेत्रफल करिब 25,740 वर्ग किलोमिटर रहेको छ, लगभग हाम्रो कोशी प्रदेशको क्षेत्रफल जस्तै। यस तालले अमेरिकाका 4वटा राज्यहरूलाई छोएको छ, जस्तै न्युयोर्क, पेन्सिल्भेनिया, ओहायो र मिसिगन। यहाँ अब जस्तै यो पब्लिक हो, कसैले अब भोलि आउँछु म मासु पोल्दै खान्छु भनेपछि मान्छेले ट्याक्क बसेर मासु सासु पोल्यो खायो होइन, ट्याक्क यस्तो कुर्सीहरू बनाइदिएर आउँछ, यसो उ गरिदियो ल। अब अमेरिका त भनेर अब त गफ त लाग्यो, अब मान्छेले फाल्दै यस्तो होइन। यस्तो हुन्छन् जहाँ पनि हुन्छन् मान्छेहरू होइन। त्यो ऊ संसारका मान्छे प्राय त्यस्तै त्यस्तै छन्। कोही कोही मान्छेमा अलिक सिभिल सेन्स अलिकति बढी छ, कोहीमा कम छ, त्यति हो। अब म ल प्र्याक्टिकल्ली अब आइयो, दुइटा यस्तो बक्स फाल्यो। यो बक्स फाल्दा मात्रै नहुन पनि सक्छ। कस्तो भनेपछि यहाँ चाहिँ के छ भने हावा यस्तो धेरै चल्छ नि, चिसो मात्रै भएको भए कम हुन्थ्यो होइन, हावा चलिदिने भएको भए भएर के हुन्छ नि एक ठाउँको फोहोरहरू सर यस्तो धेरै हावा चल्छ चिसो हावा। अब लेकेरी चाहिँ रमाइलो छ। अब हाम्रो सूर्य त्यहाँबाट अस्ताउँदाखेरि यस्तो राम्रो देखिन्छ सनसेटहरू होइन। आजभोलि चिसोमा मान्छे प्राय बाहिर निस्किँदैन। अब यी जस्तै त्यहाँ हाँस्थ्यो नि, यहाँ हाँसहरूले जहाँ पनि यो हगेर बर्बाद पारेका छन्। मलाई उज्जवल ब्रोको याद आयो यार, ब्रोले हगुरे भन्नुहुन्थ्यो होइन। साँच्चै यसै पिङहरू खेल्ने बस्ने ऊ त्यहाँ एउटा बस्ने ठाउँ जस्तो छ, त्यहाँ बसेर गफ गरौँ त जाउँ।
अनि उ पनि हुनु पर्यो भने नेपालमा एउटा कुरा कति इभन काठमाडौँमा पनि यार बालेन जति हामीले हो बालेनलाई अब अझै पनि जिताउनुपर्छ यो भएन कि यो फोहोर काठमाडौँमा जस्तो फोहोर फाल्ने जति गफ गरे पनि त्यहाँ फोहोर फाल्ने व्यवस्था छैन क्या इभन मैले अब जस्तो एउटा केही खाएँ एउटा रियल जुस खाएँ भने उतिखेर ट्याक्कै फाल्ने ठाउँ छैन कि राखिदिनु पर्यो कि अलि धेरै हुनु पर्यो फेरि यहाँ छ भनेर त्यो होइन अझै धेरै हुनु पर्यो यो यहाँ एउटा यस्तो के एउटा सामान्य यस्तै हुनु परेन होइन यस्तो यहाँ छ त्यहाँ छ त्यहाँ छ त्यहाँ छ यति धेरै ठाउँमा छ होइन एउटा पार्क हो नि त यति धेरै ठाउँमा छ त्यो हुनु पर्यो कि पहिला त्यो राखिदिनु पर्यो कि सिभिल सेन्स हुनको लागि पनि त अब गभर्मेन्टले हेल्प गरिदिनु पर्यो नि त सेन्स क्रिएट गर्नको लागि होइन ओके ज्ञानी बाबा जस्तो फिल भइरहेछ मलाई त यो भिडियो मम्मी मम्मीले हेर्दै पुग्छ होला जस्तो लाग्छ मलाई यो हुन्छ नि मम्मीले दुनियाँ भिडियो हेर्दा बाबु हेर त यार तेरो त यस्तो भन्थ्यो ए बाबु यस्तो भन्थ्यो बाबु अब छोराको भिडियो हेर्ने बस्ने छोराले भन्छ के भन्ने हो यो जहाँ पनि छ नि त यस्तो यो यस्तो डस्टबिनहरू यस्तो ट्याक्क बनाइदिने ट्याक्क त्यहाँ बाथरुम एउटा त्यो टोकरी जस्तो राख्दो रहेछ डब्बा चिसो चाहिँ चिसो छ है म अलि चिसो छैन जस्तो एक्ट गरे पनि चिसो छ अनि नोलनकी आमा के गर्दैछन् साँच्चै रमाइलो छ जब केटाकेटी हुन्छन् होइन अब यहाँ पनि हाल त उस्तै हुन्छ अमेरिका फ्रम दराज जस्तो भयो यो जहाँ पनि त्यस्तै छ हामीले लाग्ने हो ए बाबा जस्तो हुन्छ होला भन्ने कुरा होइन त्यति खासै त्यस्तो छैन मेन्टेन त गर्नुपर्ने जहाँ पनि छ होइन यो पब्लिक रेस्टरुम उल्टो देखाएको छ म जान्छु A few moments later. ओके ल देखिया छ देखिया छ किन ठिकै छ ल त्यहाँ जाउँ बिस्तारै बिस्तारै जाउँ कस्तो रमाइलो साउन्ड आइरहेछ है म म अझै त्यो माथितिर थिएँ होइन अब घर फर्किनु पर्छ होइन सन भइसक्यो होइन यो ठाउँ हुने केटाहरू हुने भन्ने ठाउँ त फेरि केटाहरू सँगै भइसकेपछि ठाउँ चाहिँ म्याटर हुँदैन है यो के हो तपाईँहरूले थाहा पाउनु भएको छ थाहा पाउनु भएको छ भने कमेन्ट गर्न नबिर्सिनुहोस् है थाकियो यार अझ धेरै बोल्ने छ होइन म बोल्न त धेरै कुरा छन् अब धेरै कुरा छन् बोल्न यार के बोलिसक्ने हो हेलो सर मेरी क्रिसमस अब भोलि चाहिँ क्रिसमस डे होइन यहाँ चाहिँ रमाइलो गर्दो रहेछ अब मेन मेन चाडै भयो होइन आफ्नो चाड छ
चाड भनेको रमाइलो कुरा हो, मान्छे एक ठाउँदेखि अर्को आफन्तहरू भेट्नु होइन, मान्छेलाई एउटा रिफ्रेस हुने समय, मान्छे काम गरेर आउँछ, मान्छे एउटै एउटै साइकलमा चलेर आउँछ होइन, यो चाहिँ एउटा आफूलाई रिफ्रेस हुने राम्रो कुरो हो। हाम्रो दसैँ तिहार कति रमाइलो पाठहरू छन्, कति रमाइलो छन्। यो घर नयाँ बनेको घर भनेको यो एउटा देखिया छ, यसमा एउटा घर, दुईटा घर, तिनटा घर, तिनटा घर हो यो होइन, यो तिनटा घर। यो अघि मैले पब्लिक लाइब्रेरी भनेको यो है। अनि सबैमा पार्किङ त हुनु परिहाल्यो, पार्किङ यहाँ चाहिँ बिजनेसमा पार्किङ भएन भने त्यो बिजनेस चल्दैन भनौँ। नेपाल काठमाडौँमा पनि प्रायः आजभोलि त्यस्तै नै छ होइन, जे कुरा पनि पार्किङ हुनु पर्यो कि होइन, एकजना मान्छेसँग मिनिमम एकजना गाडी हुन्छ भन्नाले फेरि त तिनजना छौ, तिनवटा गाडी किन भएनन् भन्ने होला होइन। अब मलाई एउटा मात्रै भएले इनफ छ नि त, प्रायः एउटा परिवारसँग एउटा मिनिमम एउटा गाडी हुनै पर्यो, नत्र भने एउटा सामान्य ग्रोसरी एउटा तरकारी किन्न पनि गाह्रो हुन्छ। थ्याङ्क यू सो मच। वैसे प्रायः यहाँ चाहिँ के हुन्छ भनेपछि थ्याङ्क यू, एउटा मान्छे हान्न हुन्न मलाई यो कानुनको कडा छ कि, त्यही भएर सकेसम्म म पुर्छु तै जा हिँड्ने मान्छेलाई हुन्छ नि एकदम प्रायोरिटी हुन्छ कि। तर यो कुरा चाहिँ एकदम नेपालमा चाहिँ त जे गर गर, तँ जेब्रा क्रसमा बस नबस, तँ जेब्रा क्रस गर्दा गर्दै म आइहाल्छु हुन्छ नेपालमा होइन। यहाँ चाहिँ सकेसम्म यु फर्स्ट आफ्टर यु भन्ने कुराहरू हुन्छ। अब यहाँ प्राय अब जस्तै मलाई यो कुराहरू चाहिँ यो डुङ्गा राखेको छ नि, यो खास बोट हाउसै हो होइन, यो बोट छ नि, यो बोट हाउसै भयो होइन। जस्तै हाम्रो मावलतिर चाहिँ के हुन्छ, अब कर्णाली अब कहिलेकाहीँ दाउरा सिजनमा खुल्याउँछ, दाउरा खरहरू खुलेर हुन्छ होइन, त्यहाँ चाहिँ घरमा सबैको घरमा पहिला नाउ हुन्थ्यो कि, अहिले नेपालतिर साइकल बाइक गाडी त्यो भए चाहिँ सबैका घरमा एउटा नाउ हुने चलन थियो कि, नाउ डल्लभ लडिया होइन, किनभने आफ्नो युज गर्ने। यस्तै नै यहाँ बोटहरू हुन्छ कि, म्याक्सिमम बोट हुन्छ कि घर हुनेहरूको होइन। अनि प्राय बाइकहरू पनि हुन्छ होइन, सिजनमा एउटा समर पर्टिकुलर समयको लागि मात्रै यिनीहरूले बाइक राइड गर्ने, यसो रमाइलोको लागि, आफ्नो इन्टरटेनमेन्टको लागि होइन। ल म फर्किँदैछु, आज त बोल्नु पर्यो क्या हो, तिमी बोलौँ न, केही त छुट्या छ कि जस्तो लाग्दिरहेको कि सबै छ। पहिला मलाई काठमाडौँ उतातिरबाट यता अमेरिका आउँदाखेरि जस्तै गाडी किनिसकेपछि होइन, अनि जस्तै अब रुमबाट साँचो गोजीमा हाल्दै हिँड्ने, खै हेलमेट भने जस्तो लाग्थ्यो कि होइन। सधैँ त्यो ट्याक्क घरबाट निस्किँदा हेलमेटै अब लिएर सधैँ अब जहाँ पनि हेलमेट बोक्नु पर्छ नि त, इफ कतै कुनै क्याफेमा गएको छ भने हेलमेट ल्याएर त्यहीँ टेबलमा राख्यो होइन, त्यस्तो बानी पर्थ्यो कि भन्नाले त्यस्तो हुन्थ्यो, खै हेलमेट भने जस्तो। यहाँ पार्किङमा त अब यही पार्किङ लटमै राख्नुपर्छ भन्ने छैन होइन, जहाँ खाली हुन्छ हुर्केर राख्ने हो, गाडी त्यहाँ छ। अपार्टमेन्ट यति सेक्युरिटी हाई छ कि एउटा कुरा चाहिँ यहाँ म एउटा कुरा तपाईँलाई देखाउन चाहिहाल्छु, यो छ कि जस्तै हाम्रो अपार्टमेन्ट 138 होइन, जस्तै मैले थिचेँ भने अपार्टमेन्टमा घन्टी बज्छ होइन, इफ मेरी बुढी उठिरहेछु अहिले त्यहाँ नजिकै रहेछ भने
बुढी के हेर्दै हो फिल्म त फिल्मै हो तर कुन फिल्म हेरे भने के लड्डु छुँदै खा घरमा त कति खान पाइन्थ्यो होला हाँस खानु मन लाग्यो जुत्ता राख्ने सुत्केरी मान्छेले आइसक्रिम खाँदै बाहिर यस्तो चिसो छ हाम्रो लड्डु सुतिरहेछ ल मैले के खाएँ कि खाएन अब खाने हो ल बाई बाई